चाहिँ 5000 हो जोरथाङ ब्रिज कैलालीको भन्दाखेरि नै मलाई यो मन पर्दिन्छ भाइ योहरू कति चाहिँ यिनीहरूको योहरू चाहिँ तपाईँको हेलो गाइस स्वागत छ मेरो च्यानल एसबी भ्लग फर अनि एउटै न्यू भ्लग गाइस अनि आज भने चाहिँ अर्को भ्लग र आज चाहिँ गाइस म यहाँ बाहिरकोबाट चाहिँ म निस्केर जाँदैछु सो आज कहाँ चाहिँ हाम्रो चाहिँ बन्दम साइडै हुन्छ होला आज हाम्रो त्यो कामले आएको त्यो काम चाहिँ नभएको कारणले गर्दाखेरि अहिले म रेडी भइसकेको छु र टाइम भन्नु पर्दाखेरि चाहिँ 8:30 पनि हुन लागेको छ र गाइस हैन यस्तो छ हैन त्यही लुगामा गएको हो गाइस हैन किनभने आज फर्किहाल्ने भएकोले गर्दाखेरि चाहिँ ल भाइ पनि यहाँनिर छ अब ब्यागहरू सब प्याकिङ भइसकेको छ अब चाहिँ हामी यहाँ रुमबाट निस्किने गाइस ल त गाइस अब भन्छ निस्केको हैन यहाँ बुबु लु हिँड्नुहोस् त के बोक्नु हो यो खसीको मासु ल्याउनु गएको हो क्या ल भाइ पनि रेडी भएछ ल बहिनी बाई है त अब नेक्स्ट टाइम आउँदा भेटौँ ल हट बिसत हुन्छ नि त ल ल त गाइस अब भने चाहिँ म यहाँ रुमबाट निस्केको र बहिनी बाई बस ल ल एकदम मजा आयो है यहाँनिर बस्नु पायो आफ्नै भाइ अनि यहाँ बहिनी भएकोले गर्दाखेरि गाइस अब चाहिँ हामी ग्यान्टोकबाट निस्किने अब चाहिँ अलिकति हामी माथि हिँड्नुपर्ने छ बाइक चाहिँ अलिकति माथि राखेको छु गाइस होइन एकैछिनमा हामी पुगिहाल्छौँ ब्याग चाहिँ मेरो सानो छ होइन त्यो पनि भाइले बोकिदिन्छु थियो मैले नै मना गरिदिएको आज चाहिँ गाइस हामी सिधै घरतिरै फर्किन्छ होला होइन अलिकति काम पनि भएन नि त सायद हामी नर्थ सिक्किम साइड पनि जानुपर्ने थियो त्यो चाहिँ हाम्रो दादाले क्यान्सल गर्यो नि त लगाएछ हामीले चाहिँ बाइक यहाँ राख्यौँ भने अब चाहिँ यसमा सरसामान बान्ने हो अन्त चाहिँ हामी सेटअप गरेको यहाँदेखि होइन यो एमजी मार्ग अलिक तलदेखि होइन यहाँ सोल्टी भने चाहिँ हामी यहाँबाट निस्केको यहाँ सोल्टीहरूबाट होइन अब चाहिँ हामी सिधै मोटो ब्लगिङ सेटअप गरिसकेको छु हुन्छ सोल्टी हुन्छ पनि होला ल त गाइस अब भने चाहिँ हामी यहाँबाट निस्किने होइन सो ल त गाइस अब भने चाहिँ हामी गान्तोकबाट चाहिँ निस्केको गाइस होइन आज चाहिँ अब मोटो भ्लगिङ फुल मोटो भ्लगिङ हुन्छ होइन त्यो गाइस यहाँ चाहिँ ओह्रालो जानु चाहिँ मजा आउँछ उकालोमा चाहिँ यस्तो डर त त्यो ट्राफिक जाम भएको बेला चाहिँ यस्तो गाह्रो हुन्छ कि अब घरि रोक्नुपर्छ फेरि यो बाइकहरू चाहिँ के हुन्छ भन्दाखेरि स्लो कुदाउँदाखेरि चाहिँ अफ हुन्छ क्या अनि त्यो चाहिँ प्रब्लम हुन्छ अनि हाफ क्लोज गर्नुपर्ने हुन्छ लोड छ भने चाहिँ प्लेन राइडरसँग छ भने चाहिँ अलिकति भए पनि गाडीमा यो गाडीमा चाहिँ दिक्कत धेरै नै हुन्छ प्रब्लम है क्लचबाट जाने चान्सेस धेरै हुन्छ सो त्यो गाइस अब भने हामी यो मर्निङको भ्यूलाई यसो है मजा लिँदै हामी अब घरतर्फ घर लाग्ने हो गाइस होइन त्यो गाइस तपाईँहरूको जुन सपोर्ट माया सधैँ भइहोस् है गाइस मर्निङमा यस्तो जाम हुन्छ अन्त ओह्रालोमा अन्त के रड्डी है गाइस अहिले भने चाहिँ यो बाइपास आइपुग्यो लु जाम त यस्तो बिहानै यस्तो खतरा हेरिहाल्नु अन्त गान्तोक चाहिँ यही पिर छ गाइस होइन जामलाई नै खत्तम बनाउँछ अहिले भने चाहिँ म यहाँ क्रेजी हाउसमा आएको छु सब हो के भन्छ भाइ उयो के भन्छ मोबाइल होल्डर छ खोइ यहाँको साथी चाहिँ खोइ ओके खोइ हेरौँ यो भन्दा भाइ अब कस्तो कस्तो खालको छ हेर न एक सालको वारेन्टी आउँछ होइन हो कि मलाई त होइन त्यस्तो उयो होइन कि हेभी होइन कि भाइ जस्ट मलाई उयो चाहिएको छ त्यो जस्ट टेम्पोरेरीको लागि होइन हो कि भाइ त्यो ठिकै हो तर अलिकति मलाई सस्तो मस्तो चाहिएको भए त्यस्तो हेभी पनि होइन क्या होइन म आइबसेको नि यहाँ मैले स्याडल स्ट्यान्डहरू यहाँबाट लगाएको त गाइस त्यो चाहिँ 2100 को रहेछ होइन गाइस मलाई अलिक भाइ योहरू कति चाहिँ यिनीहरूको योहरू चाहिँ तपाईँको 8500 हो त 8500 यिनीहरू भन्छ 8000 पऱ्यो यिनीहरू तपाईँको 8000 यसको मोटर टपको यो तपाईँको जानेको चाहिँ 11000 को 11000 परको तपाईँको 8500 त्यो परको जानेको सुन्दरी हेर्नु भने चाहिँ सानोले 100 स्कुटीहरूमा लाग्ने खालको तपाईँको 6500 7500 7500 को सेट यो बुटहरू चाहिँ 5000 हो 5500 5000 रहेछ होइन
यो बुटहरू यो चाहिँ 8,000 अरे भन्दैछ। दामी रहेछ दामी चाहिँ बुटहरू पनि दामी रहेछ यहाँनिर। हेलमेट्सहरू दामी दामी भने चाहिँ म यो चेन लुक चाहिँ लाने एउटा चाहिँ हो। मन पनि भेटिएन गाइस। अब भने चाहिँ म यहाँबाट ल त गाइस अब भने चाहिँ म यहाँ क्रेजी हाउसबाट चाहिँ निस्केको। जो सामान थियो त्यो सामान चाहिँ भेटिएन नि त। अब हामी सिधै मल्ली जाने हो गाइस। मल्लीमा चाहिँ आज हाम्रो लन्च त्यहीँनिर हुने भयो। पुरै नमिठो चेकिङ हुँदो रहेछ त है। अनि यो चाहिँ रम्फू है, रम्फू बजार है गाइस। यहाँ पहिला त्यो फ्लोट है, यो बाढी आउँदाखेरि चाहिँ बिगारेको हो गाइस। पहिला चाहिँ यो बाटो यहाँबाट यहाँ आइपुग्थ्यो होइन, उताबाट आएर यो बाटो। अहिले त पुरै सर्टकट यहाँ आइपुग्छ। अहिले त पुरै सर्टकट बनाएको छ नि त। कालिम्पोङ 34 किलोमिटर, दार्जिलिङ 58, पेलिङ 94, सिलगढी होइन। बुबुलाई पनि भोक लागेको छ। अब हामी चाहिँ मल्लीमा खाना खाने नि त। हुनु पनि टाइम कति बज्यो भन्दाखेरि 11 टक्कै बजेछ गाइस। मलाई त रेस खेलेको जस्तो लागेको छैन यो टक्कै बाइकहरूसँग हिँड्दा चाहिँ। म सबै क्या लद्दाखको ट्रिपमा गएको जस्तो लाग्दैछ गाइस होइन। हजुर ल गाइस अब भने चाहिँ हामी यहाँनिर तेन्जिङ होटल होइन, तेन्जिङ होटल गाइस। अब यहाँनिर हामी खाना खान्छौँ। यहाँ आउनुहोस्, मल्लीमा साह्रो मिठो खाना पाउँछ त्यो फ्लाइओभरको मुनि। गाइस अब चाहिँ हामी खाना खाने यहाँ मल्लीमा। बुबुले सुँगुर खुवाउँछ होला। नन भेजमा के रहेछ हौ? नन भेजमा म तपाईँलाई मेन्यु कार्ड दिएको हुन्छ है। भन्नुहोस् न तपाईँ। पक हुन्छ, मटन हुन्छ। अब चाहिँ गाइस अलिक हात मुख धुइकन आउने। ल गाइस अहिले भने चाहिँ एकदम फ्रेस पनि भयो, मुख सुख धोएर होइन। निकालिदिनु तर बुबु चाहिँ गाइस क्यामेरामा चाहिँ बोरिङ छ बुबु क्यामेरामा, तर बिना क्यामेरामा चाहिँ राम्रो छ बुबु। एकदम मान्छे एकदम मजाको छ, तर क्यामेरामा चाहिँ खासै बोल्दैन क्या तेल। ल गाइस अहिले भने चाहिँ हाम्रो खानाहरू आइसकेको छ गरम गरमा। यहाँ हाम्रो ब्रदरले सर्भ गर्नु हुँदैछ। सो एकदमै के चाहियो भने मगाउन सक्छु होइन। हुन्छ हुन्छ ओके ओके। ल दाजु त एकदम सुरु गरिसकेको छ। हुन्छ ल त गाइस खाएँ। दामी छ भन्दाखेरि मलाई यो पोपर मन परिदिन्छ। दामी हुन्छ गाइस। अहिले भने चाहिँ हामी खाना खाएर यहाँबाट निस्केको। ब्लक भएछ त बाटो त। खानासाना खाइयो है, एकदम टेस्टी मिठो बाइक यहाँ छ। अब भने चाहिँ हामी डाइरेक्ट बोदामताङतर्फको यात्रा। अहिले भने चाहिँ हामी यो मल्ली ब्रिजबाट हामी हिँडेको होइन। अब भने चाहिँ हामी हाल्छु नि। अब पछि मेरो यति नै मेरो मेन रोकिनु त्यो चाहिँ मैले खास किन कारण छ। यहाँबाट उकालो गयो चाहिँ नाम्ची हो। हामी चाहिँ गाइस होइन यहाँबाट चाहिँ पारीपट्टि जान्छ नि त बाटो। त्यो पारी चाहिँ बेङ्गाल हो। अन्त त्यहाँनिर जानु चाहिँ कति यहाँबाट 1 मिनट लाग्छ होला बाइकमा। तर यहाँ पुल नभएकोले गर्दा चाहिँ जोरथाङ हुनुपर्ने हुन्छ होइन। अनि 1 मिनटमा पुग्ने जग्गा चाहिँ 1 घन्टा जस्तो लागिन्छ गाइस होइन। अहिले भने 12:23 पनि भएको छ गाइस होइन। ऊ त्यो पारी चाहिँ बेङ्गाल हो नि त। अन्त त्यहाँ जानलाई चाहिँ जोरथाङ घुमेर आउनुपर्ने हुन्छ। सो अहिले भने चाहिँ जोरथाङको ब्रिज पनि आइपुग्यो होइन। जोरथाङ ब्रिज कैलालीको ब्रिज हो त है जोरथाङ ब्रिज त।
गाइस यो हो रामबाङ ब्रिज अनि यसले चाहिँ हाम्रो बेङ्गाललाई यहाँबाट लेफ्ट गयो भने बेङ्गाल यताबाट राइट गयो भने चाहिँ पैँजलले बिजनबारी रुम्बुकहरू जान्छ राइटबाट हामी जानु पर्यो यहाँबाट लेफ्ट ल देशले भने चौरस्ताबाट सट्ट यो वाइडी जाने बाटो हाम्रो जोजोलाई पुऱ्याइ नआउने यो पनि नयाँ बाटोको लागि बनिँदैछ गाइस यहाँ चाहिँ पिच हुनुको लागि बुलडोजरहरू छापिसकेको छ यसमा कम साह्रो पर्दैन कुदाउनु है यसमा साह्रो पर्छ है कुदाउनु जेसिबी थिएन ल गाइस यो चाहिँ आडतुरे जाने बाटो हो अब भन्छ जोजोलाई यहाँसम्म पुऱ्याएर चाहिँ फर्किने म तल पनि घुमाउने जग्गा रहेछ त है त्यो तेर्सो बनाएको छ ल यहाँ पनि यस्तो आज आइपुगेको हो म यहाँबाट त बाइकबाट उठाउनु त यही माथि घुम्नु हो म तल घुम्दैन ल त गाइस अब भने चाहिँ म यहाँनिर आइसकेको छु होइन अब आजको भ्लग चाहिँ यहीँसम्म हुन्छ गाइस होइन अब भने दादा पनि यहाँबाट गइहाल्नु भयो अनि अब चाहिँ म घर फर्किन्छु गाइस होइन ल आजलाई चाहिँ यति नै हुन्छ